चाहिँ मानिलियो यसरी रमाइलो गर्छ मेला पार जान्छ हैन अब तपाईहरुलाई भोट पनि दियो तर समस्या जुन पश्चिम जस्तो छ रातभरि हामी सुन्न पाइदैन यहाँ एउटा कुरो ठुलो समस्या भने मध्यवर्ती इलाका भने राष्ट्रिय निकुञ्ज बनावट त्यो हामीलाई सरकारको अनि त्यसमा वन्य जन्तु र मानव सम्बन्ध न्यूनीकरण जस्तै अब वन जनावर त बाहिर निस्किन्छ कति लगेको तारबार छैन राजाको रानी वन थियो यो पर्खाल थियो त्यो पर्खाल भुइँचालोले भत्काइहाल्यो जनावर सबै बाहिर त्यसमा तारबारको राम्रो व्यवस्था भइदियो भने यहाँको जनता रातभरि सुतेर उहाँ छरेर खान पाइन्छ समस्या ठुलो बाटोको देखाइरहेको छ बाटोभन्दा ठुलो समस्या जनताको अर्को छ किन अर्को छ भन्नु होला भने बाटो भने त पहिला हामी हिँडेर पनि हिँड्या हो तर बाटो पिच हुनु पनि पर्छ तर बाटो पिच भएर मात्र काम छैन जनता यहाँ बस्न नभएपछि त्यो बाटो टोकेर काम छैन रातभरि सुन्नु पाएको छैन राष्ट्रिय निकुञ्ज सदनबाट त्यो हामीले लैजाउँला माथिबाट यो निकायबाट चाहिँ अनि त्यो चाहिँ अब यहाँ नेपाल सरकारले गरेको छैन त्यसको बारेमा यो हामीले यो कुरालाई टिपेर लिएर गएर हामीले यसमा चाहिँ कानुनमा के गर्न सकिन्छ कसरी समाधान गर्न सकिन्छ त्यसलाई चाहिँ हामी प्रावधान अब यो हाम्रो राष्ट्रिय निकुञ्ज ट्याक्कै हामीलाई पनि अहिले आइडिया छैन त्यसलाई अध्ययन गरेर त्यसलाई अध्ययन गरेर कानुनमा के गर्न सकिन्छ त्यसलाई त्यसलाई समाधान गर्नु धेरै दुःख पायो भन्ने कुरा दिनभरि खेती गर्यो एउटा मकै धरी देउताले चढाउँछ हाम्रो जातिको त्यो पनि किन्नुपर्छ खाना यहाँको उत्पादन भएको चढाउन पाइएन एउटा बोट पनि बाँकी राख्छ हुन्छ अस्ति पनि भएको छ है यस्तो हामी भर विभिन्न हजुरहरूले यो गर्नुभयो विश्वास गरेर भोट हाल्नु पनि भएको छ नभए देखिहाल्छ परिणाम पनि देखाउनु भयो हजुरहरूले हामीले आयौँ हजुरको मागलाई भरपुर होइन कसरी समाधान गर्न सकिन्छ दमदमेको यो समस्यालाई हामी